भ्रष्टाचारको आरोपमा कल्याणपुरका मेयर शाह दोषी ठहर। भ्रष्टाचार मुद्दामा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार शाह दोषी ठहर भएपछि न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त प्यानलले विशेष अदालतको नेतालाई पक्राउ गरेको थियो। अदालतले उनलाई 6 महिना जेल र भ्रष्टाचार निवारण ऐन 2005 को उपधाराका अनुसार 1 लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बदिसबाट एक टोलीले गत वर्ष मार्च 32 मा शाहलाई आफ्नो नगरपालिका कार्यालयमा कर्मचारीसँग चोरी गरेको आरोपमा पक्राउ गर्यो। अधिकारीहरूले दाबी गरे कि उनले कल्याणपुर नगरपालिका पाइपलाइन परियोजना सम्पन्न भएपछि चेक तिर्दै गर्दा भोक्ता समितिबाट एक प्रतिनिधिको कार्यालयमा अवैध रूपमा प्रवेश गरेका थिए। भ्रष्टाचारका सम्बन्धमा गत महिनासम्म अवस्थित विशेष अदालतमा पनि उक्त अधिकारीले सोही आरोप लगाए। श्रीमती जसोदा कुमारीलाई 26 मे 2016 मा बयान दिएर भ्रष्टाचारको आरोप लगाइएको थियो। उनी उजुरीकर्ताहरूमध्ये एक थिइन् जसले दाबी गरे कि मङ्गिरा उपभोक्ता समितिमा संलग्न थिए, तर उनलाई विशेष अदालतले पर्याप्त प्रमाण नहुँदा शुद्धिकरण दिएको छ।